सो हेलो साथीहरु, नमस्ते सबैजनालाई। मेरो नाम जीवन, तपाईहरु हेर्दै हुनुहुन्छ टेक जीवन युट्युब च्यानल। साथीहरु, आजको भिडियोमा चाहिँ हामी कुरा गर्छौं युट्युब भिडियोमा ट्याग कसरी लगाउने है त। जस्तै तपाईहरु युट्युबमा गएर सर्च गर्नुभयो भने युट्युब लोगो कसरी बनाउने सर्च गर्नुभयो भने तेस्रो नम्बरमा चाहिँ तपाईहरुले मेरो भिडियो देख्न सक्नुहुन्छ है त। नयाँ च्यानलमा चाहिँ भिडियो सर्चमा आउनु भनेको धेरै राम्रो कुरा है त। यसको मतलब चाहिँ तपाईहरुले भिडियोको एसईओ धेरै राम्रोसँग गर्नुभएको छ, त्यसैले चाहिँ तपाईहरुको भिडियो सर्चमा आउँछ। यसलाई भन्छन् सर्चेबल टपिकमा भिडियो बनाएर भिडियोलाई र्याङ्क गराउनु है त। अब चाहिँ तपाईहरु पनि मेरो जस्तै भिडियोमा चाहिँ एसईओ गरेर भिडियोलाई चाहिँ सर्चमा कसरी ल्याउन सक्नुहुन्छ है त। त्यसैको बारेमा चाहिँ तपाईहरुलाई म आज फुल्ली डिटेलमा कुरा गर्छौं। तपाईहरु चाहिँ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि भिडियो मन परेमा तपाईहरुलाई भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। अब चाहिँ ढिलो नगरी भिडियोलाई सुरु गर्छौं। तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ यो साइडमा। आजको भिडियोमा चाहिँ हामी कुरा गर्छौं भिडियोमा चाहिँ सही तरिकाले ट्याग कसरी लगाउने, कपी गर्ने, भिडियोमा आएर पेस्ट गर्दिने है त। त्यसको लागि चाहिँ म तपाईहरुलाई पहिला युट्युबमा लगेर जान्छु है त। युट्युबमा आइसकेभन्दा पछि चाहिँ भिडियो अपलोडमा लगाउने है त। जस्तै म यो भिडियो अपलोडमा लगाइदिन्छु। यति भइसकेपछि यहाँ देख्न सक्नुहुन्छ, यहाँ पेन्सिलको आइकनमा क्लिक गरेर तपाईहरु थम्बनेल लगाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। अब चाहिँ यहाँ टाइटल लेख्ने है त। टाइटल जस्तै युट्युब च्यानल कसरी बनाउने है त। युट्युब च्यानल कसरी बनाउने तपाईहरुले चाहिँ आफ्नो हिसाबमा लेख्नु होला। छोटो मिठो 100 वर्डको टाइटल लेख्न सक्नुहुन्छ तपाईहरु। र टाइटल लेख्ने, त्यहाँभन्दा पछि टाइटललाई कपी गर्ने है त। कपी गरेर टाइटल डिस्क्रिप्सनको फर्स्टमा लगाउनु होला है त। यति भइसकेपछि तपाईहरु यसलाई चाहिँ अपलोडमा लगाइदिन्छु है त। अपलोड भिडियो भइराख। जहाँसम्म भिडियो अपलोड हुन्छ त्यहाँसम्म चाहिँ म तपाईहरु ट्याग कसरी फाइन्ड गर्ने सिकाउँछु है त। त्यसको लागि चाहिँ तपाईहरु गुगल या क्रोम ओपन गर्ने, त्यसपछि सर्चमा आउने, सर्चमा आइसकेपछि सर्च गर्ने र्यापिड ट्याग। देख्न सक्नुहुन्छ र्यापिड ट्याग सर्च गरिसकेपछि यस्तो खालको इन्टरफेस देखाउँछ। यहाँ चाहिँ फर्स्ट वाला वेबसाइट ओपन गर्ने है त। यसलाई ओपन गर्ने। यसलाई ओपन गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ युज ट्याग जेनेरेटर भने है। यहाँ चाहिँ क्लिक गर्ने। क्लिक गरिसकेपछि इन्टर योर नेक्स्ट युट्युब भिडियो। यहाँ चाहिँ तपाईहरुले भिडियोको टाइटल कपी गरेर पेस्ट गरिदिने है त। पेस्ट गरेर सर्च गरिदिने। यहाँ देख्न सक्नुहुन्छ भिडियोको टाइटल सर्च गरिसकेभन्दा पछि चाहिँ ट्याग आफ्नै आप जेनेरेट भइसकेका छन्। यहाँ चाहिँ कपी गर्ने, सिम्पली ट्याग कपी गरिसकेभन्दा पछि चाहिँ तपाईहरुले आफ्नो वाइटी स्टुडियोलाई क्रोममा ओपन गर्ने है त। वाइटी स्टुडियो क्रोममा ओपन गरिसकेभन्दा पछि देख्न सक्नुहुन्छ यहाँ भिडियोमा आउने। अलि जुम गरेर देखाइदिन्छु म तपाईहरुलाई। यहाँ तलतिरपट्टि क्लिक गर्ने। भिडियोमा आइसकेभन्दा पछि चाहिँ देख्न सक्नुहुन्छ। ल भिडियो सेलेक्ट गर्ने, जो अपलोड गर्नु भएको थियो, जुन भिडियोमा चाहिँ ट्याग लगाउन चाहनुहुन्छ त्यो भिडियोमा चाहिँ ओपन गर्ने। ओपन गरिसकेपछि देख्न सक्नुहुन्छ तपाईको टाइटल डिस्क्रिप्सन आउँछ यहाँ। यसलाई चाहिँ अलि स्क्रल डाउन गर्ने है त। यहाँ देख्न सक्नुहुन्छ सो मोर भने यहाँ क्लिक गर्ने। यहाँ चाहिँ अलिकति तल आउनु भयो भने देख्न सक्नुहुन्छ यहाँ ट्यागको अप्सन छ, यहाँ क्लिक गर्ने है त। तलतिरपट्टि एउटा बक्स छ, त्यहाँमा चाहिँ क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि गुगलबाट कपी गरेका ट्याग थिए त्यसलाई चाहिँ यहाँ पेस्ट गरिदिने। पेस्ट गरिसकेपछि देख्न सक्नुहुन्छ ट्याग लागिसकेका छन् है त। अब चाहिँ यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ अरु पनि यहाँ सेटिङहरु मिलाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ सिम्पली यहाँ माथिनिर देख्न सक्नुहुन्छ यहाँनिर सेभको अप्सन छ, यहाँ सेभमा क्लिक गरिदिने छ नि। भिडियो इन्ट्रेस्टिङ डाइरेक्ट गुगलबाट कपी गर युट्युब भिडियोमा आऊ अनि पेस्ट गर्दियौ, भइगयो तपाईको ट्याग लागिगयो। अब तपाईको ट्याग पनि लागिसक्यो, तपाईको भिडियो चाहिँ अपलोड पनि भइसक्यो। सो साथीहरु, आजको भिडियोमा चाहिँ यति नै। अब चाहिँ मिल्छौं अर्को भिडियोमा कुनै नयाँ टपिकको साथमा। त्यहाँसम्मको लागि चाहिँ बाइ बाइ।